ओपनएआईका सीईओ सैम अल्टम्यान उहाँ वास्तवमा सोच्नुहुन्छ त अरे उहाँको रणनीति के हो? हालैको एउटा गहिरो अन्तर्वार्तामा उहाँले यी कुराहरू खोल्नु भएको छ र आज हामी त्यही विचारहरूलाई केलाएर हेर्नेछौँ। ल आउनुहोस् सुरु गरौँ। यो भनाइले अल्टम्यानको सोचको जग देखाउँछ। उहाँ एआईको प्रगतिलाई साँच्चै एउटा चमत्कार जस्तै मान्नुहुन्छ। यस्तो चमत्कार जसले कहिले दिन छोड्दैन, एकपछि अर्को सफलता दिइरहेको छ र उहाँको हरेक रणनीति, हरेक निर्णय यही गहिरो विश्वासबाट निस्किन्छ। अब अल्टम्यानको त्यो बृहत रणनीति बुझ्नको लागि सबैभन्दा पहिले त ओपनएआईको संरचना कस्तो छ भनेर बुझ्नुपर्छ, किनभने उहाँले कम्पनीलाई जसरी हेर्नुहुन्छ त्यसैले उहाँका सम्पूर्ण योजनाहरूलाई आकार दिएको छ। उहाँको नजरमा ओपनएआई वास्तवमा 3 अलग-अलग तर एक आपसमा जोडिएका कम्पनीहरू जस्तै हो। पहिलो, सबैको लागि एउटा व्यक्तिगत एआई, यस्तो एआई जसले हरेक व्यक्तिको लागि काम गरोस्। दोस्रो, त्यो एआईलाई चलाउन चाहिने एकदमै ठूलो विशाल स्केलको कम्प्युटिङ पावर र पूर्वाधार। अनि तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, आर्टिफिशियल जनरल इन्टेलिजेन्स अर्थात् एजीआई बनाउने लक्ष्य राखेको अनुसन्धान ल्याब। यी तीनवटै कुराहरू एक बिना अर्कोको अस्तित्व लगभग असम्भव छ। यहीँनेर अल्टम्यानको सोचमा एउटा ठूलो परिवर्तन आएको देखिन्छ। पहिले उहाँ के सोच्नुहुन्थ्यो भने हरेक कम्पनीले आफूलाई सबैभन्दा राम्रो आउने एउटै काम मात्र गर्नुपर्छ। तर अब उहाँको विश्वास बदलिएको छ। अब उहाँलाई लाग्छ कि ओपनएआईको मिशन पूरा गर्नको लागि कम्पनीले प्रविधिको धेरैभन्दा धेरै हिस्सा आफैले नियन्त्रण गर्नुपर्छ, जसलाई वर्टिकल इन्टिग्रेसन भनिन्छ। यो स्लाइडले उहाँको सोचको त्यो यात्रालाई एकदमै प्रष्ट पार्छ। हेर्नुस् त, पुरानो विश्वास के थियो? अर्थव्यवस्था एकदमै कुशल छ, त्यसैले कम्पनीहरूले एउटै काम राम्रोसँग गरे पुग्छ। तर नयाँ विश्वास बिल्कुलै फरक। आफ्नो मिशन पूरा गर्नको लागि ओपनएआईले पहिले सोचेको भन्दा धेरै कुराहरू आफै गर्नुपर्छ। यो सानोतिनो परिवर्तन होइन, यो पूरै रणनीतिक बदलाव हो। अनि यो नयाँ सोचलाई बुझाउनको लागि अल्टम्यानले एउटा एकदमै शक्तिशाली उदाहरण प्रयोग गर्नुहुन्छ, आइफोनको। उहाँ भन्नुहुन्छ, आइफोन टेक उद्योगले बनाएको अहिलेसम्मकै सबैभन्दा अविश्वसनीय उत्पादन हो। अनि किन? किनभने यो असाधारण रूपमा भर्टिकली इन्टिग्रेटेड छ। एप्पलले चिप डिजाइनदेखि अपरेटिङ सिस्टम, एप स्टोरसम्म लगभग सबै कुरा आफ्नो नियन्त्रणमा राख्छ। अल्टम्यानको तर्क पनि त्यही हो। एजीआई जस्तो जटिल कुरा बनाउन ओपनएआईले पनि त्यस्तै नियन्त्रण राख्नुपर्छ। कम्पनीको संरचना र रणनीतिको कुरा त भयो। अब कुरा गरौँ उनीहरूको उत्पादनको, खास गरी हालै तहल्का मच्चाएको सोराको बारेमा। यो भिडियो बनाउने टुल मात्र होइन, यसलाई सार्वजनिक गर्नुको पछाडि एउटा गहिरो सोच, एउटा रणनीतिक चाल छ। त्यसो भए प्रश्न उठ्छ, के हो त सोरा? के यो केवल एउटा रमाइलो गर्ने भिडियो बनाउने खेलौना मात्र हो, वा यसको महत्त्व त्योभन्दा धेरै गहिरो छ? के यो एजीआई बनाउने यात्राको एउटा महत्त्वपूर्ण खुड्किलो हो? अल्टम्यानको विचारमा सोराको महत्त्व धेरै तहमा छ। पहिलो कुरा, यसले समाजलाई भविष्यमा आउने यस्ता शक्तिशाली प्रविधिहरूको लागि तयार पार्छ। दोस्रो, यसले ओपनएआईलाई नै विश्वले कसरी काम गर्छ भनेर बुझ्ने वर्ल्ड मोडल बनाउनको लागि एकदमै मूल्यवान डाटा दिन्छ। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले संसारलाई भविष्यको एक झलक देखाउँछ, ताकि समाज र प्रविधि सँगसँगै एक अर्कासँग घुलमिल हुँदै विकास हुन सकुन्। यो विचार अल्टम्यानको दर्शनको एकदमै केन्द्रीय भाग हो। उहाँ के भन्नुहुन्छ भने तपाईले अन्तिममा गएर सबैभन्दा शक्तिशाली चीज समाजको अगाडि एक्कासी ल्याएर थुप्र्याउन सक्नुहुन्न। त्यसो गर्नु खतरनाक हुन्छ। बरु प्रविधिलाई बिस्तारै चरण-चरणमा ल्याउनुपर्छ। यसले समाजलाई सिक्ने, अनुकूलन हुने र यसको लागि आवश्यक नियम कानून बनाउने समय दिन्छ। अब कुरा गरौँ अल्टम्यानको सबैभन्दा ठूलो अन्तिम लक्ष्यको बारेमा। एआईको सफलतालाई नाप्ने उहाँको व्यक्तिगत मापदण्ड के हो? कुन चाहिँ त्यो बिन्दु हो जहाँ पुगेपछि उहाँलाई लाग्छ, हो हामीले साँच्चै केही महत्त्वपूर्ण बनायौँ? र त्यो लक्ष्य हो एआई साइन्टिस्ट। सोच्नुहोस् त, एउटा यस्तो एआई जसले नयाँ वैज्ञानिक आविष्कारहरू गर्न सक्छ। त्यो जीव विज्ञानको कुनै सानो तर महत्त्वपूर्ण खोज हुन सक्छ, वा गणित वा भौतिक शास्त्रमै कुनै ठूलो क्रान्तिकारी सिद्धान्त। यस्तो एआई जसले मानव ज्ञानको सिमानालाई नै धकेलिदियोस्, यो हो अल्टम्यानको अन्तिम सपना।
अनि यो लक्ष्य किन यति महत्त्वपूर्ण छ? किनभने अल्टम्यानको एउटा गहिरो विश्वास छ। उहाँ भन्नुहुन्छ, वैज्ञानिक प्रगतिले नै हो समयसँगै संसारलाई राम्रो बनाउँदै लैजाने। त्यसैले यदि एआईले त्यो वैज्ञानिक प्रगतिलाई 10 गुणा, 100 गुणा वा 1000 गुणा छिटो बनाउन सक्छ भने त्यो मानवताको लागि कति ठूलो उपलब्धि होला, कल्पना गर्नुहोस् त। तर यो सबै महत्वाकांक्षी सपना र योजनाको अगाडि एउटा ठूलो भौतिक पर्खाल छ, एउटा वास्तविक संसारको बाधा। र त्यो हो ऊर्जा, अर्थात् बिजुली। एआईलाई चाहिने अथाह ऊर्जा। अनि यहाँ एउटा रमाइलो संयोग छ। अल्टम्यानका व्यावसायिक रुचिहरू सधैँ दुईवटा थिए, एआई र ऊर्जा। पहिले उहाँलाई यी दुई फरक फरक कुरा हुन् जस्तो लाग्थ्यो, तर अब उहाँ भन्नुहुन्छ, अन्ततः यी दुईवटा कुरा एउटै हुन जाँदै थिए। किनभने अब यो स्पष्ट भइसक्यो कि एआईको भविष्य ऊर्जाको भविष्यसँग नङ र मासु जसरी जोडिएको छ। त्यसो भए यति धेरै ऊर्जा कहाँबाट आउँछ त? अल्टम्यानको विचारमा छोटो समयको लागि त प्राकृतिक ग्यासले काम चलाउनु पर्ला, तर लामो समयको लागि दुईवटा मुख्य स्रोतहरू छन्, सौर्य ऊर्जा, ब्याट्री स्टोरेजसँगै, र अर्को हो आणविक ऊर्जा अर्थात् न्युक्लियर पावर। खास गरी न्युक्लियर पावरमा उहाँ ठूलो सम्भावना देख्नुहुन्छ, किनभने यसले 24 घण्टा भरपर्दो र स्वच्छ ऊर्जा दिन सक्छ, र एआईको भोक मेटाउन सायद यो अत्यावश्यक हुनेछ। र अन्त्यमा एउटा सोचनीय प्रश्नको साथ यो चर्चालाई टुङ्ग्यौं। हामी सधैँ एआई क्रान्तिलाई एउटा बिग ब्याङ वा ठूलो विस्फोटको रूपमा कल्पना गर्छौं, तर के यो साँच्चै त्यस्तै होला, वा कतै यो क्रान्ति बिस्तारै चुपचाप हाम्रो वरिपरि भइरहेको त छैन? यस्ता गहिरो परिवर्तनहरू जसमा हामीले थाहै नपाई आफूलाई ढालिरहेका छौं। यसबारे सोच्नुहोला। यो विश्लेषणमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।